अलि घर जाँदाखेरि हैन पुरै गाउँलेहरूले भनौँ न जाने माने मान्छेहरूले चाहिँ सोधिरहेको थियो मलाई हैन कहाँ थिइस् यत्रो बज के गर्दै थिइस् हैन कुन ठाउँ थिइस् भन्ने कुराहरू धेरै सोधिरहेको थिएँ। तर म उहाँहरूलाई हैन डिटेलमा सम्झाइरहेको थिएँ कि कसम ल हैन पुरै डिटेलमा म सम्झाइरहेको थिएँ। म यहाँ थिएँ हैन यो ठाउँमा थिएँ, मैले यो गरिरहेको थिएँ। एउटा कुरा नलुकाइकन हैन मैले पुरै डिटेलमा भनिरहेको थिएँ कि उनीहरूलाई। तर एउटा मान्छे नि विश्वास गर्न तयार थिएन, न कि एउटा मान्छे नि हैन सुन्न तयार थिएन भने आफ्नै कुराहरू सोधिरहेको थिएँ कि म बोल्दा बोल्दा हैन घाँटी दुखिरहेको थियो मेरो। तर मैले त्यतिखेर हैन म्यानमारदेखि बाहिरतिर जाने प्रयास गरिरहेको थिएँ कि बनाएर, अनि यो युएसतिर जाने प्लान गरिरहेको थिएँ मैले हैन। अनि त्यही भनिरहेको थिएँ कि उनीहरूलाई कसो हैन कसले विश्वास गर्नु त परै जाओ, सुन्नलाई तयार थिएन। तर मलाई क्वेसनहरू के सोध्दै हुने त कहाँ थिइस्, के गरिरहेको थिइस् हैन, कुन ठाउँमा थिइस्, पुरै डिटेलमा भनेको थिएँ कि म ठाउँको नाम नि भनेको थिएँ, मैले यो गर्छु नि भनेको थिएँ, यो गरिराख्छु पनि भनेको थिएँ। तर भाइ कहिलेकाहीँ हैन साँचो बोल्न एकदम गाह्रो हुँदो रहेछ यार। साँचो बोल्न त गाह्रो हुन्छ तर पछि गएर सही हुन्छ हैन। तर सुन्ने मान्छे रेडी छ कि छैन त्यो हुँदासम्म हैन साँचो बोल्न बेगारै हो क्या। यस्तै हो क्या दुनिया।